अन्त पढाउने पऱ्यो के को पढाउने भन्दाखेरि बान्ताको पढाउने छ ओके भयो। अब लिपि के चलाउने भन्दाखेरि चाहिँ हामीले अहिले सुब्बा दाजुभाइहरूले चलाइरहेको श्रीलङ्का लिपि चलाउने सोचेका थियौँ। तर त्यो चलाउँदाखेरि चाहिँ के भयो भन्दाखेरि हामीले त्यति बेला एउटा हाम्रो जुङमाली दाजु हुनुहुन्थ्यो, उहाँको नाम मैले बिर्सेँ, उहाँले एउटा क्यालेन्डर निकालेको थियो, त्यसमा चाहिँ श्रीलङ्का लिपिले लेखिएको अक्षरहरू थियो। त्यसले गर्दा उहाँहरूले अब्जेक्सन गर्नुभयो र उहाँहरूले अब्जेक्सन गर्दाखेरि हामीले के गर्ने त, अब कुन लिपि चलाउने भन्दाखेरि चाहिँ हामीसँग स्वर्गीय गुरुजी टिकाराम राईज्यू जो दार्जिलिङको पर माने राणामा बस्नुहुन्छ, उहाँले एउटा लिपि आविष्कार गर्नुभएको थियो। त्यो लिपि चाहिँ कृपाचरण राईज्यूले प्रचारमा गर्नुभएको थियो। त्यही लिपिलाई चाहिँ हामीले अलिकति मोडिफिकेसन गरेर त्यही लिपि चलाउँदैछौँ र अहिले चाहिँ हामीले त्यसलाई चाहिँ पहिला त्यसलाई सुम्बुङ लिपि भनिन्थ्यो भने अहिले हामीले राई लिपि भन्छौँ। त्यही राई लिपिमा हामीले लेख्ने गरेका छौँ र अहिलेसम्म तपाईँहरूलाई याद छ अहिले तपाईँहरूको राई ल्याङ्ग्वेज कुन क्लासमा पढाइन्छ याद छ? एनी आइडिया? सीबीएसई बोर्डमा कुन क्लासमा? 12 sure? 8 Anybody have knowledge? म भनिदिउँ, अहिले तपाईँको अफिसियल्ली क्लास 10 सम्म पढाउँछ, 11-12 पनि पढाउँदैछ, तर त्यो चाहिँ अनअफिसियल। किन भन्दाखेरि चाहिँ हाम्रो जति त्यो पढ्नुपर्ने स्टुडेन्टको इनरोलमेन्ट चाहिँ अलिकति पुरा नभएको कारणले गर्दाखेरि त्यो रेकगनाइजेसन दिएको छैन, त्यहाँसम्म पढाउँदैछ। र एनी मोर क्वेसन एबाउट दिस थिङ स्क्रिप्ट एन्ड ल्याङ्ग्वेज? सुम्बुङ लिपि, सुम्बुङ लिपि। सर अलिकति एउटा क्वेसन गरिदिनु है। यो लिपिको कुरा हुँदाखेरि पहिला एकपल्ट यो पाण्डमबाट धनमान राई र उहाँको टिमहरूले एउटा लिपि निकाल्नु भएको, त्यो चाहिँ रेकगनाइज भएन भनेको मैले सुनेको थिएँ कि सर, त्यो चाहिँ रिकगनाइज चाहिँ भएन होला। किन भन्दाखेरि मलाई चाहिँ अब मलाई मेरो संज्ञानमा आएको अनुसार चाहिँ 8वटा लिपि सिक्किममा यो भएको थियो। तर अब सबै सर्वसम्मतिद्वारा चाहिँ जो टिकाराम राईज्यूले त्यो सुम्बुङ लिपि निकाल्नुभयो त्यही नै होला। अब तपाईँको नेवारीमा हेऱ्यो भने पनि त्यहाँ कति 6-7वटा लिपि रहेछ होइन। अहिले रञ्जना लिपिलाई नै उहाँहरूले प्राथमिकता दिनुभएको जस्तो लाग्यो र हामीले पनि त्यही यो सुम्बुङ लिपिलाई नै अहिले राई लिपि भनेको छौँ र बान्ता भाषा नै राई भाषा भनेर हामीले यसरी चलाइरहेको छौँ। उहाँ ग्यालम्बर राजाको मूल्य मान्यता आफ्नो राज्य विस्तार कसरी गर्ने? राज्य विस्तारमा अब जस्तो लियो कटको आफ्नै भनाइ छ है, 4-5जना यो अन्वेषणहरूले आफ्नो छ। तपाईँको यस्तो गुगलमा हेर्दा पनि हुन्छ, गुगलमा हेर्नुहोस् है। र उहाँले त अब पूर्वमा तपाईँको यता अरुण तम्बर सुनकोशीसम्म चढाइ गरेर उहाँले राज्य विस्तार गर्नुभएको थियो। त्यति बेला त अब लडाइँ नै हुन्थ्यो, लडाइँ भन्दा पनि त्यति बेला त्यही मतलब मल्ल युद्ध हुन्थ्यो होला या हाम्रो के भन्छ यो खुकुरीकै युद्ध हुन्थ्यो होइन, त्यही तरिकाको युद्ध हुन्थ्यो। त्यही तरिकाले उहाँले चढाइ गर्नुभयो र उहाँको कुरा गर्नु पऱ्यो भने इतिहासकारको आफ्नो आफ्नो विचार छ। कसैले भन्छ 32 पुस्ता राजा गर्यो, कहिले 29, कहिले 27 छ। र तपाईँको एउटा त्यो नेपालको इतिहास के भन्नेमा चाहिँ 32 नै देखाएको छ। प्रायः हामी 32 पुस्ता नै गऱ्यौँ भनेर। 32 पुस्तामा सबभन्दा पहिला चाहिँ प्रथम चाहिँ यालम्बा राङ हो र त्यहाँदेखि पछाडि लास्टको चाहिँ कुनै त्यो 28-29 त मलाई पनि याद भएन है। त्यस्तै छ। अरू एनी मोर क्वेसन? सर पहिला महाभारतमा 5 पाण्डवमा एकजना पाण्डव भीम हुनुहुन्थ्यो। भीम चाहिँ हाम्रो किराँतीको पुर्खा हो भनेर सुनेको थिएँ मैले, हो कि होइन त्यो कुरा? त्यो चाहिँ यस्तो छ कि तपाईँले ठिकै सुन्नुभयो होला, तर हाम्रो मुन्दुममा चाहिँ त्यो कुरा हुँदैन। हामी चाहिँ कहाँ मान्यता राख्छौँ भन्दा मुन्दुममा मान्यता राख्छौँ र मुन्दुममा चाहिँ त्यो कुराहरू आएको छैन। त्यो चाहिँ सायद हुनसक्छ तपाईँको महाभारतको एउटा किराँत के भन्ने एउटा उयो छ, मतलब त्यो 18 उयसमा पर्व किराँत पर्वमा त्यो उल्लेख गरिएको छ होला, त्यसको मैले म कुराहरू राख्नेछु माथि।